खासमा म हिँडेको है म पुग्नुपर्ने ठाउँ यो यहाँ पसलहरू छन् यो ठाउँमा पुग्न खोजेँ खासमा। हेलो हजुर, दर्शक नमस्कार, स्वागत छ हजुरहरूलाई हाम्रो युट्युब च्यानल विराज सर्ट फन्नीमा। के छ हजुरहरूको हालखबर, सन्चै आराम हुनुहुन्छ होला? अनि के छ, कस्तो छ त्यताको मौसम? हाम्रोतिर त हावा चलेर घाम लाएर हेर्नुहोस्, दिउँसोमा त घाम लाग्यो होला है आजभोलि, दिउँसोमा घाम नलागेको दिनै छैन। अनि तपाईँहरूतिर के छ? म हेर्नु न दिउँसो घाममा कहाँ हिँड्दैछु भन्ने कुरो, हिँडेको कि म फेरि हेर्नु कति गर्मी छ, यस्तो गर्मी छ कि यस्तो घाममा हिँडिरहेको छु म। हेर्नु न आकाशमा बादल सरर महिन्छ, म चाहिँ हिँडिरहेको छु बाटो। म जाने कहाँसम्म हो भनेपछि म अहिले तपाईँहरूलाई देखाउँछु अलिपल्तिरबाट है। हिँड्ने चाहिँ बाटोमा म सरर म पुग्ने ठाउँ, मेरो गन्तव्य अहिलेको म देखाउँछु तपाईँहरूलाई। हेर्नु है, टक्क पारेर यहाँबाट घर देखिन्छ होला कि मैले मात्र देख्छु र? अहिले पर गएर देखाउनु पर्ने जस्तो छ। म खास हिँडेको भनेको तरकारीहरू ल्याउन हो, तरकारीहरू ल्याउन हो। नानीले कुखुरा लिएर आउनु भएछ अब भनेपछि अनि म आँखा नहेरेर दौडेको के, तर गर्मी धेरै भयो हुनाले आँखा खोल्नु पऱ्यो मलाई। अनि के छ हजुरहरू घरतिर, गाउँघरतिर हालखबर? यस्तै छ आकाशको दृश्य हजुरहरूतिर। हेर्नुहोस् हाम्रोतिर कस्तो छ, प्रत्यक्ष देख्न सक्नुहुन्छ हजुरहरू। हिँड्दै जाने हो कि म, बाइक फेरि भाइ लिएर गएको छ अनि त्यही भएर हिँडेको हिँडियो। म रोकिन भनेपछि त म जाँदै जानेन कि। म सायद थाहा पान्न र हो, आमाको पेटमा पनि म सायद हिँडिराखेँ। यस्तै छ हेर्नुहोस्, यहाँबाट पनि नदेखिएको रहेछ त कि सबै घाँसले सेकेछ। हेर्नु म देखाउँछु है, हेर्नु टेक्क पारेर, देख्नु भयो नि घर, ठ्याक्कै त्यहीँनिर जाने हो म। बाटो हिँड्दै जाँदाखेरि यो चाहिँ गाउँ हो होइन, यो गाउँभन्दा माथितिर पसलहरू छन्। यसो यतातिर यहाँ रुखले छेको कि फेरि अलिअलि देखाएको छ। ठ्याक्क त्यहाँ पुग्ने हो म, त्यहाँ पुगेर अनि त्यसपछि फेरि फर्किने हो म फर्किँदा पनि यही बाटो फर्किन्छु फेरि। हेर्नुहोस् म मान्छे यति सिधा नि, यति सोझो छु नि, अब त्यहाँ जानको लागि म यो बाटो हिँडेँ, फर्किँदा नि यही बाटो फर्किन्छु क्या। त्यही भएर ल त फेरि नेक्स्ट भिडियोमा भेटौँला साथीहरू है। आजलाई भने बाई बाई।